एमबी हाल्दै यत्रो टाइम भयो। हाई गाइज आज हामी बर्छेत्र आएको छौँ अरे लुगा चियो दशामा बर्छेत्रको दर्शन गर्नु। अब नुहाएर लुगा लगाएपछि त हामी निकाल्यौँ। ए मेरो बहिनीको छोराछोरी मेरो बहिनी मम्मी मेरो सासू मम्मी मम्मी सबैजना। मम्मी ल्याउनु म बोक्छु मम्मीले बोक्छु ल्याउनु स्याम्पू किन्नुपर्छ ल ल्याउनु म बोक्छु। आऊ हो आऊ लिनु 5-6वटा लिनु नि। बर्छेत्रको दर्शन गर्नु है सबैजना साथीहरू। खोइ कहाँ छ यता हो मन्दिर यता तल। अबे हामी आउँदाखेरि त मेरो बुढा आउँदाखेरि त यता माथि बनेकै थिएन। आरती हुने बेला मान्छे नहार आफ्नो आरतीमा जबसम्म ओर्ली आरती छ मन्दिरमा। हामी आरती हुने बेलामा आउनुपर्छ। लुगा पनि लगाएर छिटाइदियो ओर्ली राख्नु हुँदैन भुइँमा राख्नु हुँदैन। किन राखेको यसले त पूजाको सामान भुइँमा राख्दियो। त कस्तो भाइ तेरो दिमाग छैन। पूजा सामान भुइँमा राख्नु हुँदैन सुनिनस्। पूजा सामान राख्नु हुँदैन भुइँमा राख्छ यसले। दिमागै छैन यसको त। कस्तो म त के बोक्नु यार। मन्दिर आएर नि केटाकेटीलाई गाली गर्नु पर्ने। आरती हुन्छ त आरती हेरौँ भनेको। बिहानको आरती हुँदैछ गाइज बिहानको आरती। बर्छेत्र भगवानमा बिहानको आरती बिहान 8 बजेको आरती। ढोका बन्द भइसक्यो छ। मेरो मम्मी अगाडि आउने पछाडि आउने मेरो सासू मम्मी। आरती भेल गरे आरती गरेको त ढोका बन्द भइसक्यो। कहाँ के रहेको हौ त्यहाँ आरती भइसक्यो ढोकै बन्द भइसक्यो।